न्यानो ख्रिस्टीय अभिवादन अनि जय मसीह। यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला र म आज तपाईँहरूलाई अनि यो चितवनको सौरा घुमाउँदैछु। यो भिडियोमा म तपाईँहरूलाई अनि चितवनमा रहेको अनि यो सौरा तपाईँलाई देखाउन गइराखेको छु। कृपया तपाईँहरूले यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। ल साथीहरू, हामी चाहिँ अहिले यो यात्रा गर्दैछौँ सौरा घुम्नको लागि। हेर्नुहोस् त, यो चाहिँ एकदमै पर्यटकीय क्षेत्र हो यो। अहिले हामी अनि यहाँदेखि जाँदैछौँ। हेर्नुहोस् है साथीहरू, ल हामी चाहिँ यो बाटोमा छौँ। ल हेर्नुहोस् त, यहाँनिर सौर छ। ल हेर्नुहोस् त कति मजाको छ। हामी अहिले यो रोडमा छौँ। हामी यो गाडीको माध्यमबाट ल साथीहरू हामी सौराको गेटमा आइपुग्यौँ है त। हेर्नुहोस् त, यहाँ सौरा लेखेको छ। हामी सौराको गेटमा आइपुग्यौँ र यो पारितिर यो चाहिँ नदी हो अनि उता पाल्नोपट्टि त्यो देखिरहेको छ ऊ पारितिर। हेर्नुहोस् त, त्यो चाहिँ चितवन राष्ट्रिय निकुञ्ज चाहिँ हो है त, त्यो पारिको जग्गा नदी पारिको। अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ नदी हो। यहाँ ठुलो नदी पनि छ। हेर्नुहोस् यो नदीको किनारामा चाहिँ यो घुम्नको लागि, पर्यटकहरू घुम्नको लागि यस्तो खालको चाहिँ बनाइएको छ। हेर्नुहोस् त, कति मजाले ढुङ्गाहरू बिछ्याइएको छ यो ठाउँमा। मजाको छ। ल हेर्नुहोस्, त्यो पारि चाहिँ हामी अब त्यहाँनिर जङ्गल सफारी गर्नको निम्ति जान सकिन्छ, उता पाल्लोतिर जङ्गलतिर। यो चाहिँ यहाँनिर घुम्ने ठाउँ हो। यो किनारमा यहाँदेखि हामी धेरै परसम्म जानेछौँ। तपाईँ देख्न सक्नुहुन्छ पारितिर गोहीहरू पनि सुतिरहेको छ। अनि यहाँनिर यो ढुङ्गाको चाहिँ यस्तो खालको बनाइएको छ। हेर्नुहोस् त, यसमा गोहीहरू, सर्पहरू चाहिँ बनाइएको छ। हेर्नुहोस् त, गोहीको चित्र यसरी बनाइएको छ। ल हेर्नुहोस् त, यो गोहीको पिक्चर चाहिँ हो यो। हेर्नुहोस्, यहाँ चाहिँ केही मानिसहरूको पनि बनाइएको छ, स्वर्गीय व्यक्तिहरूको। तपाईँ हेर्न सक्नुहुन्छ। ल साथीहरू, ल हेर्दै जानुहोस् है त, म तपाईँहरूलाई अनि के देखाउँछु। तपाईँ अन्त्यसम्म यो भिडियो हेर्नुहोला। यदि तपाईँ पहिले नै सौरा आइपुग्नु भएको छ भने पनि ठिकै छ। यदि आउनुभएको छैन भने पनि यो भिडियो